Guys, after a long time, नयाँ भ्लग आउँदैछ है गाइज. We are going to बेथान चोक भन्ने कारणमा पर्छ है हामी. अनि हामी चाहिँ गइरहेको छौँ है. आज अब 10 बजीबाट बसमा चढेर जानुपर्छ होला. अहिले साथीहरू घर जानु लागि चाहिँ युज गरिरहेको छु है. अनि ल साथीहरू घर पुगेपछि फेरि कन्टिन्यू गर्ला है गाइज. Let's go बेथान चोक guys, let's go. अनि हामी रतनगरबाट बस चढेर जान्छौँ बेथान चोक. हामी 2 बजीसम्म होला. अहिले 10 बजीतिर निस्किएपछि हेलो गाइज, हामी भर्खर भेटिसकेको 15 है. अनि एकजना आउन बाँकी छ. त्यसको निम्ति प्रवीण पासवान कहाँ भेट्छौँ हामी त्यसलाई रत्नबाग भेट्छौँ. अनि त्यहीँबाट घर के अरे बसमा निस्किन्छौँ है गाइज. आज धेरै ढिलो भइछ जस्तो लागेको मलाई. हामीले अगाडि नै निस्किनु पर्ने हो खास गरी, तर थोड़े ढीलो भइसक्यो त. उता पनि ढिलो पुग्छौँ, केही छैन. विल स्टे ट्यून गाइज. अभी अपन जा रहे हैं महाभारत के सबसे ऊंचे जगह पे भाई. तेरे को पता है महाभारत के सबसे ऊंचे जगह पे जिसको कहते हैं भाई बेथान चौक. अहिले हामी चाहिँ होइन यहाँ रत्नबागबाट बनेपा हिँडिरहेको छौँ गाइज. बनेपाको बसमा है. कस्तो भइरहेको ल मन्दिरमा पुगेपछि बल्ल रमाइलो हुन्छ है गाइज. बनेपा पुगेपछि फेरि टाइम कति लाग्छ? 2 घन्टा सायद. अब त म मेरो पनि फर्स्ट टाइम भएर लोकल बसमा गइरहेको छु भाइ. यस्तो छ अवस्था. राम्रो छ. अहिले फाइनली हामी बनेपा बस पार्कतिर पुग्यौँ है. हामी कहाँ रत्नबागबाट समथिङ कति टाइम लाग्यो यार, 10:45 समथिङ कति त्यतिमा हिँड्यो होइन हामी. अहिले हामी त्यहाँ 12:15 पुगिरहेछौँ भनेपछि 1 घन्टा 30 मिनट जति टाइम लाग्यो उताबाट रत्नबागबाट यहाँ बनेपा. अब यहाँबाट हामी उता अगाडिको गल्लीबाट छिरेर पनौतीको होइन, पनौतीको गाडी चढेर पनौती जान्छौँ. पनौतीबाट पनि हिँड्नुपर्छ फेरि. खर्ग ल त्यही त. पहिले चाहिँ हामी यहाँबाट पानी खाएर होइन यहाँबाट निस्किन्छौँ पनौतीकोलाई अर्को बस चढेर. त्यति के हुन्छ. अहिलेसम्म त ठिक छ अवस्था. गर्मी छ तर गाइज. गर्मी छ तर एक्सपेक्टेसन जस्तो हुँदैन नि. गर्मी भयो भने बादल लाइक हुन्छ नि, एउटा फमी बादल र फगी बादल हुन्छ नि. फमी टाइपको छैन क्या, फगी टाइपको छ क्या. के छ त्यो माथि? यो पिरो लागे जस्तो हुन्छ. त्यो दामीको रुवा जस्तो जम्मा हुन्छ नि. लाइक हुन्छ पानी चाहिँ पेट लागिरहेको. स्टे हाइड्रेटेड गाइस. व्हेन यू गोइङ टु ट्राभल स्टे हाइड्रेटेड. कुछ कहना है क्या? कस्तो भयो रिजेक्सन पाएर? रिजेक्सन नहीं था क्या भाई? वो रिजेक्ट नहीं था. आज त रिजेक्सनमा रिजेक्सन खान्छ मिलाले. ल हामी चाहिँ लाग्छौँ अब यहाँबाट बनाउँदै. स्किल म्याटर्स ब्रो. स्किल म्याटर, थोप्रा नजर म्याटर. यो मलाई हेरेर त ह्यान्डसम छ कि छैन यो कमेन्टमा जाओस् है. ह्यान्डसम छ कि छैन? 10 आउट अफ कति? चाहिँ हाम्रो 4 बाटो चोकको है गाइज. यहाँबाट हामी निस्किन्छौँ यतातिर. बाटो चाहिँ एकदम खराब छ गाइज. एकदम भन्दा नि धुलो मात्रै छ क्या बाटो चाहिँ. यहाँबाट पनौतीको गाडी चढ्ने अनि लाग्ने आफ्नो बाटो. गर्मीमा असल हत्ती छ. सेट म्यान गर्मी. चोकबाट अगाडि आइसकेको छौँ हामी है गाइज. आई थिङ्क यो गाडी जान्छ होला जस्तो लागिरहेको छ मलाई पनौती कति. अनि मैले भन्न बिर्सेँ है, रत्नबागबाट हामीलाई चाहिँ 85 रुपियाँ लाग्यो है. हामीलाई 85 रुपियाँ जति लाग्यो. 85. अनि स्टुडेन्ट कार्ड लिएको छ भनेपछि चाहिँ 60. ल लास्ट ऊ छ त यार. जम गाइज अवस्था गाह्रो छ यहाँ. You can see
सबै उठेर गइरहेछौँ हामी। लोकल हो, लोकल जस्तो हिँड्नै पर्छ होला। हेडिङ टु पनौती। फाइनली हामी अहिले यहाँ पनौती पुगिसकेको छौँ है गाइज। त्यो चाहिँ हामी पनौती पुगिसकेको छौँ अहिले यहाँ। कति रुपियाँ लाग्यो यार? कति रुपियाँ लाग्यो? 100 रुपियाँ 4 जनाको। 25 रुपियाँ लाग्ने रहेछ। यो चाहिँ हाम्रो पनौती बस पाएको गाइज है। त्यो बाटो समथिङ कति धेरै टाइम लागेन हौ, 20-25 मिनटमै आइहाल्यो त्यो कति। अहिले चाहिँ हामी अहिले धुमखर्क जाने बसमा बसिसकेको छौँ। आज यो चाहिँ पनौती हो है। अब यहाँबाट चाहिँ हामी धुमखर्कको बस चल्दैछौँ होइन। गाइज अहिले हामी चाहिँ कुन धुमखर्क, अहिले हामी चाहिँ धुमखर्क पुगिसकेको छौँ है गाइज। बसले थोरै अगाडि झराइदियो, हामी अब फर्केर फेरि उता जानुपर्छ। त्यहाँबाट हिँड्दै लाग्नुपर्छ है बाटो चाहिँ। कति भाडा कति रुपियाँ लाग्यो यार? भाडा 120। हामीले पनौतीबाट 120 एकजनाको है, पर पर्सन 120। अनि टाइम चाहिँ हामीलाई 1 घन्टा जति लाग्यो त्यहाँबाट। अहिले अब हिँड्दैछौँ होइन, त्यहाँ चोकबाट होइन 1 घन्टा हो, ट्याक्कै 1 घन्टा हो क्या। फेरि अब कहाँबाट हिँडेर जानुपर्ने छ है। हामी होटलमा बसिरहेको खाजा खाइरहेछौँ है। खाजा यु क्यान सी द खाजा हाम्रो भेरी एक्सपेन्सिभ। We are finally here at Bhutan Chok. भर्खर हामी एन्ट्रीतिर पुग्यौँ है। यहाँबाट पनि दामी भ्यूहरू देखिन सकिन्छ हामीलाई है। हात आइरहेर चाहिँ सरी फर द्याट। यो हेर न गाइस, दिस इज अल्सो यार। यो पुरा ढाकिरहेको छ यहाँको। यहाँ माथि छ एउटा दामी पाडा। के पारा भनिरहेको क्या भाइले म्याम। यहाँनिर चाहिँ एउटा पाहाड छ दामी, तर छेकिरहेको क्या उसले बादलले। बादल बोलेपछि दामी देखिन्छ। अब यहाँबाट हामी माथि हिँड्छौँ होला होइन। यो चाहिँ बाटो जाने बाटो छ। हामी अब म देखाउँछु यो। हामी भर्खर हामी गइरहेको भनेको हो क्या, नारायण अर्ग्यानिक भिलेज रिसोर्ट भनेर छ। यहाँ जानुपर्छ। 1.5 किलोमिटर देखाइरहेछ। त्यसै कस्तो दामी होइन, पुरा चिसो हावा लागिरहेछ। गर्मीबाट निस्किएर होइन यहाँ आउनु पर्दा। त्यही त काठमाडौँको किनेको अक्सिजन खानुभन्दा राम्रो पऱ्यो एकचोटि यसो आइदिनु यतातिर बाहिर। नाइस छ, तर एकचोटि निस्किहाल्नुपर्छ क्या राम्रो राम्रो ठाउँ हेर्नुपर्छ कि गाइस। बिस्तारै देखिरहेको छ क्या त्यहाँ। अब You must come here for once. Yeah. यस्तो बाटो छ गाइज। ल ओए ओके फाइनली उनीहरू पुगिसक्यो हुँदा त्यो मिलाएर था भाइ। ओए यस्तो छ बाटो यार। बिस्तारै गइरहेछ हाम्रो आफ्नो कतैतिर गाइज। लोक नाइस छ यार भ्यू त।
हाम्रो यस्तो यस्तो दामी भ्यू हेर्दै आएको होइन गाइज भोलि बिहानै हिँड्नुपर्छ यताबाट मन्दिरको लागि त्यहाँबाट झन् इन्सेन भ्यू देखिन्छ गाइज यो भन्दा नि अब भोलि हुन्छ हाइक हाम्रो ओभरलोडेड हाइक डेमो मात्रै आज त डेमो मात्रै भयो कस्तो छ यतिको हाइक कस्तो भइरहेको छ नाइस भइरहेको है तिमीलाई एकदम बगाल है ए यो 3 जना कुकुर हामीसँग सँगै आएको हो 4 जना ल हामी फाइनली आफ्नो गेस्ट हाउसमा पुगिसकेको छौँ है गाइज धेरै हिँडेर हिँडेर आउँदैछ है यो चाहिँ हाम्रो गेस्ट हाउस गेस्ट हाउस है रिसोर्ट सरी रिसोर्ट नाइस छ बल्ल बल्ल ल यिनीहरू हामीसँगै आएको दाइ 4वटा सँगै आएको यिनीहरू हामी रिसोर्ट बिस्तार गलधराको पानी के गर्ने छुट्टो छुट्टै सुत्ने कि 2-3 जना मिल्छ के छ उपाय छ अहिले चाहिँ हामी आफ्नो रिसोर्टमा पुगिसकेको छौँ लेट्स सी आवर हाम्रो कस्तो छ रुम है रुमको टुर हेरौँ है यो चाहिँ हाम्रो रुम हो है यहाँ साइडमा चाहिँ 3टा कुर्सी छ 2टा बेड 4 पर्सन है 4 जनालाई बेड छ ल अब रुम हेरिसकेपछि बाथरुम हेर्ने कुरै हुँदैन है यो चाहिँ हाम्रो बाथरुम हो रिभ्यू दिनु पर्दा होइन यो 2000 को रुम भनेपछि 2000 को रुम यो सही हल्का एरिया हेरेर रुम हेरेर 1500 सम्म ठिक थियो एकदम राम्रो थियो 500 एक्स्ट्रा लिएछ केही छैन वर्थ इट ठिक छ एकदम पर्फेक्ट हो नि हामीसँग यो कुकुर नि सँगै आइसक्यो यार अहिले एकछिन यसलाई ट्रिट दिन्छौँ होइन सुरु भइसक्यो ल की धुम से साढे 2 बजेको छ गाइस हामी उडिसकेको अवस्था छ यता अब हामी यताबाट निस्किन्छौँ होला 5-10 मिनटमा अहिले निस्केपछि ट्याक्कै सनराइज हेर्नु मिल्छ कि गाइजहरू हिजो रातिको खासै ब्लग चाहिँ आएन होला किनभने हामी सुतिहालेको थियौँ त्यो खानासाना खाएर छिटो उठ्नुपर्छ भनेर अहिले 2:30 भएको छ अब निस्किन्छौँ हामी 45 तिर 2:45 तिर 4, 5, 6 3 घन्टामा पुग्नु पर्ने छ माथि गाइज लेट्स सी व्हाट ह्यापन 3 बजिरहेको अहिले 3 बजे हामी निस्किरहेछौँ हाम्रो कटेजबाट ओह पुरै कालो छ यार ब्याकग्राउन्डमा चाहिँ यस्तो कालोमा निस्किरहेछौँ केही देखिरहेको छैन यार लाइट बालेर निस्किनुपर्छ हौ टर्च बालेर जाऊँ हो अब त हामी 6-6:30 बजीतिर पुग्छौँ होला सनराइज पनि हेर्न पाइन्छ बाटोमै सनराइज हुन्छ हाम्रो गइहाल्नुपर्छ नन स्टप पानी खाने ड्याम डुम हिँड्ने हो स्प्रिट चाहियो स्प्रिट थोरै गाइज थोरै उज्यालो हुन थालिसक्यो हामी भर्खर बिच बाटोमा छौँ अहिले थोरै रेस्ट गर्दैछौँ है गाइज हालत खराब भइसकेको छ है बिस्कुट खाइरहेछ कुकुरहरू मेरो चाहिँ हालत खराब भइसक्यो सास नि फेर्ने अवस्था छैन यार अति हिँड्यो यार कस्तो भयो त गाइज अघिको एडभेन्चर त फेरि अनफर्गेटेबल थियो नि त अहिले त ल्यान्डस्लाइड जस्तोमा हिँडेर आइदिरहेको बाटो नथा भएर उता मलाई माउन्टेन क्लाइम्बरको जस्तो सुई स्पाइडरम्यानको जसरी हिँडेर नाइस अब कति होला आधा अझै 1.5 घन्टा होला है थत भाइ ये क्या है ले भाइ इधर पहाडों के बीच में भाइ
लेट्स गो ल लेट्स गो रुक गएन भाइ तिमीले त्यो भाइ धिक्कार भाइ अनि 790 3000 मिटरमा माथिमा छ क्या भनेपछि हामीले एप्रोक्सिमेटली लगभग 437 1 किलोमिटर ओन्ली 1 किलोमिटर गाइस भन के भन्दैछ एप्रोक्सिमेटली 1 किलोमिटर गाइस अब रिमेनिङ 1 किलोमिटर जस्ट हामीले 1 किलोमिटर कति छ 5 बजीसम्म के उयो भाइ गरिसक्नुपर्छ 3:35 सरी 4:35 भएको छ 35 में 1 किलोमीटर तो कूद यार लेट्स डू इट वी कैन डू इट ब्रो भाई करना है भाई कैसे भी करके भाई कैसे भी करके करना है भाई कैसा करना कैसे भी करके करना है भाई 3 2 1 बेथान्चोक चलो करना है भाइ गाइज हामी देउराली पुगिसकेको छौँ है यहाँबाट चाहिँ माथि जानुपर्छ गाइजहरू यहाँ छ ओइ सामने यार सनराइज हुन लाग्यो के ओए यो कस्तो हिँडिरहेछ हौ हामी पुग्दैछौँ बिस्तारै अहिलेदेखि यस्तो दामी भ्यूहरू देखिरहेछ पुरै अहिले यहाँनिर भ्यू हेर्दाखेरि पुरा एनर्जी आइरहेको छ गाइस सनराइज त भइसक्यो होला यार छिटो जानुपर्छ हो कहाँ पुग्यो हामी यहाँ केही नि देखाएको छैन यार कुहिरोले हामी त माथि पुग्नुपर्छ बोल के मलाई पिक एक्साइटमेन्ट पिक भन्दा नि माथि पिक भन्नाले के पिक बेथान्चोक भाइ नारायण स्थान पिक कति एल्टिट्युड त्यो भन्दा नि माथि होइन 3000 एल्टिट्युड भन्दा नि माथि एक्साइटमेन्ट यस्तो बाटो छ त यार भुतिया बाटो छ यार गाइज ल एक्लै त कहाँ आउन सकिन्छ यस्तो बाटोमा गायबै भयो यार यिनीहरू त कुहिरोमा ओह सब कुहिरो लागेको छ यार पुरै भ्यू नै ढाक्यो यार यस्तो मजा आउँदैन यार यस्तो भ्यू नै ढाकिदिइसकेपछि मजा आउँदैन क्या पहाडहरू के देखिन्न यस्तो सुतेर हान्नु पर्ने अनि आराइ किलो सुकाउनु पर्यो
Take me to the ocean, let the waves carry me away. Under in the skies now, where the summer weather stays. Summer never मिराको मेरो आफ्नै भाइले देख्यो Oh no. Buddha Park. यहाँ पुग्न हामीलाई लगभग 3 आवर्स 30 मिनट जति लाग्यो होला यताउता बस्दै फोटोसोटो खिच्दै आएको थियौँ यहाँबाट अब माथि त्यही माथिबाट सनराइज हेर्ने भनेको अब बिचमै थोरै लेट भएर बिचमै हेऱ्यो होइन अहिले यहाँ पुगिसकेछ छन् अहिले बजिरहेको छ 7 बजिरहेछ हामी 7 बजे पुग्यौँ 3 बजे हिँडेको है 4 घन्टा भइसक्यो रे 4 घन्टा भइसक्यो हामी उताबाट हिँडेको अब यहाँबाट कति छ हौ बेथान चोकी 68 मिटर्स ओन्ली यही हो भनौँ न अगाडि माथि यही माथि बुद्ध पार्क अरे गजब भाइ हेर्ने हक्दै भ्यू इन्जोय गर्दै आम्मा यतिको सुविधा कसैले दिन्छ यतिको सुविधा कसैले दिन्छ हामी उताबाट आएको गाइज उही उता तलबाट आएको यार हामी उता तल होइन यहाँ तलबाट आएको है कहाँबाट यहाँबाट यहाँ आयौँ अब फेरि भेट माथि जानुपर्ने छ इको हेर्छ इको कस्तो दामी Finally we are here. Finally we here. बजा ले भाइ दर्शन गर्नुहोस् गाइज अनि यहाँभित्र चाहिँ यस्तो छ खै जान मिल्छ मिल्दैन जुत्ता खोलेर यही नै हो बेथान चोक फाइनली पुग्यो गाइज टिका पनि है दर्शन गऱ्यो This is it. Finally.
चाहिँ हामी निस्किन लागेको बेथान चोकबाट है गाइज लास्ट भ्यू यही हेरौँ हामी 1-2 घन्टा जति बस्यो होला यता अब हामी निस्किन लाग्यो यताबाट है यताबाट अब तल झर्दा चाहिँ अब 2 घन्टा जति लाग्ला सायद हाम्रो रिसोर्टमा पुग्न है आउन त गाह्रो भएको थियो जान धेरै गाह्रो नहोस् है त्यही छ अब सिधै राम्रोहरू सिन भेटेपछि त खिचेर हालौँला होइन नत्र भए चाहिँ सिधै रिसोर्टमै भेटौँला है गाइज ल साइनिङ आउट फ्रम बेथान चोक मन्दिर है निस्किन्छौँ अब यताबाट अहिले गाइज हामी चोकनिर छौँ है अहिले यहाँनिर बस आउँदैछ ढुङ्खरको चोकनिर छौँ अहिले यहाँनिर बस आउँछ 4 बजीसम्म बस आउँछ भनेको छ होइन यहाँको लोकल्सहरूले चाहिँ यहाँबाट जाने पनौती जाने बसमा जानुपर्छ अहिले चाहिँ हामी उताबाट कन्टिन्यू ब्लक भएन किन भनेपछि सो टायर्ड है एकदम थाकिसकेको थियौँ हामी अनि उताबाट डाइरेक्ट हामी रिसोर्टमा झऱ्यौँ रिसोर्टमा झरिसकेपछि खानासाना खाएर थोरै रेस्ट गरेर सिधै हामी आएको हो कि अनि यहाँ पुगिसकेको छौँ अहिले चाहिँ हामी बसको वेटिङ गरिरहेछौँ चिया खाम होइन यहाँनिर बस आएपछि यहाँबाट निस्किनु पर्छ पनौतीको लागि पनौतीबाट नेपाल यता भेटेपछि सिधै काठमाडौँ पुगिन्छ है नभेटेपछि चाहिँ बनेपाको बस चढ्नुपर्छ नत्र भए चाहिँ सिधा काठमाडौँ जाने बस पाइन्छ होइन बनेपाबाट फेरि काठमाडौँको बस चढेर जानुपर्ने हुन्छ काठमाडौँसम्म पनि पाउँछ तर काठमाडौँसँगको पाएको झन् राम्रो हुन्छ हामीलाई है नेपाल आएर चाहिँ प्रायः जस्तो काठमाडौँ हामी गएको ठिकै हो है अर्को दिन आयौँ होइन दिउँसोतिर पुग्यौँ रिसोर्टमा बस्यौँ रेस्ट गऱ्यौँ अनि बिहानै राति नै हामी अनि ट्र्याकको लागि निस्क्यौँ त्यो भनेको एकदम राम्रो हो क्या तपाईँ एक दिनमै अब निस्किन चाहनुहुन्छ भने त्यो हल्का कम्प्लिकेटेड भन्छ तपाईँ राम्रोसँग अब टाइम स्पेन्ड पनि गर्न सकिन्न होइन अनि प्लस रमाइलो इन्जोय पनि हुँदैन क्या उनीहरूको लागि त होइन यो खासमा तर सक्छन् गाडी पारेर पनि बिन्नलाई थोरै हार्ड हुन्छ इन्टरमिडिएटहरूलाई चाहिँ ठिकै छ होइन इन्टरमिडिएट त्यो छ होइन अनि हामीले चाहिँ अनि राति नै गएर हामी उता पुगेर रमाइलो गरेर फोटोसोटो सबै खिच्न पायौँ क्या मजाले टाइम स्पेन्ड गरेर बस्न नि पायौँ तर वान नाइट स्ट्यान्ड गऱ्यो भने चाहिँ अलिकति सजिलो हुन्छ रेस्ट पनि पायो एक दिन हतार गरिराख्नु पर्दैन होइन बाइक छ भने आफ्नो साधन छ भने चाहिँ होइन एक दिनमा कम्ती गर्न सक्यो लगभग हामीले अनि एउटा कुरो के भनेपछि प्राइस अब बजेटको कुरा आउँछ है बेदान्तोक घुम्न आउनुहुन्छ भनेपछि पर पर्सन बजेटमा जानुहुन्छ अब राम्रो खाने छैन यताउता खर्च छैन भनेपछि तपाईँहरू 2000मा मजाले होइन 2000 नाइट स्ट्यान्ड गरेर खानासाना खाएर यताउता गरेर सबै भ्याउन सकिन्छ अब तर त्यो रुम हेरेर पनि हुन्छ अब तपाईँहरू कस्तो रुम लिनुहुन्छ अब नर्मल रुम लियो भने अब त्यस्तै नर्मल प्राइस हुन्छ अब होइन जस रमाइलो छ ठाउँ है मस्ट भिजिट वान्स है वान्स इन अ लाइफ है हाम्रो हेर्दाखेरि चाहिँ 2500 रुपिस लिएर आयो भने चाहिँ पुग्छ किनकि हामी 4 जना पनि छौँ नि त त्यो अनुसार सेयरिङ रुम ल्याएको होइन अब माउन्टेन लभर हुनुहुन्छ भने माउन्टेन हेर्न मन पराउनुहुन्छ भने बेस्ट हो किङ्स अफ माउन्टेन भनेर नि बेथान चोक भनेर चिनिन्छ होइन त्यो हो कुरो अब यति नै हो ब्लगलाई अब किन धेरै लम्बाउनु धेरै नै भइसक्यो होला कति क्लिप छ मलाई अब कस्तो अप्ठ्यारो पर्ने भयो क्या अब एडिट गर्न यताउता गर्न धेरै नै क्लिप छ हामीले धेरै नै रमाइलो गरेर धेरै नै भिडियोहरू खिच्यौँ तर यहाँ हरेक पहिलामा भिडियो बनाउनै खालको ठाउँ छ एउटा एक स्टेप चल्छौँ थोरै स्टेप चल्छौँ अर्को राम्रो भ्यू देखिन्छ क्या त्यहीँ बसेर भिडियो बनाउन मन लाग्छ त्यस्तो ठाउँ छ कि यतातिर रमाइलो भयो है तिमीहरू के छ हौ के भन्न चाहँदैनौ ब्लगिङ हुँदैछ हौ खुट्टा दुखिरहेछ तिम्रो के छ मलाई चाहिने चाहिँ मेरो केही छैन ठिक छ सबैलाई रमाइलो भयो हल्का खुट्टा चाहिँ दुखाएको छ अब ट्र्याकिङ हानेपछि यतिको भइहाल्छ अब गएर कतिखेर गमलङ मलाई बेडमा सुत्ने भइरहेको छ क्या ल ठिक छ यति नै गरौँ आजको लागि ब्लग 2 दिनको ट्रिप भयो हाम्रो अरू नेक्स्ट ब्लगमा अब छिटै नै भेटौँला नयाँ अब चिया नि आयो यहाँको अब लोकल चिया खाइन्छ यही चियासँग हाम्रो ब्लग पनि एन्ड गरौँ है चेस गराइदेऊ चेस बाई बाई डु सब्सक्राइब लाइक सब्सक्राइब कमेन्ट
क्यामेरामा त गइसक्यो जस्तो देखिरहेको अहिले भरे एउटा कस्तो खालको